1600 शताब्दीको समय हिमालयको काखनिर र शिवपुरी डाँडाको पूर्वपट्टिको किनारमा बसेको एउटा यस्तो राज्य जसको सुन्दरता यस्तो छ कि हेर्ने बित्तिकै आँखाबाट मुटुमा झर्छ। त्यो राज्य यति भव्य छ कि कैयौँ छिमेकी राज्यको काँटा बनेर बसेको छ। यो राज्यको नाम हो विशाल नगर राज्य, जहाँ सबैतिर खुसियाली नै खुसियाली छ। यहाँ दुःख भन्ने कुरा त टाढा टाढासम्म छैन। यो एउटा यस्तो नगर हो जसलाई अहिलेसम्म कसैले परास्त गर्न सकेका छैन। त्यही समयमा खुसियालीले भरिएको यस नगरलाई दुःखको छायामा लिएर जाने काम गर्यो बघिराले। विशाल नगर पासा श्रीमान, एक हप्ताभित्रमा त्यो राज्यमा हाम्रो झन्डा फडफडाइरहेको हुनु पर्यो। यो राज्य अहिलेसम्म कोहीसँग पनि हारेको छैन। अब भोलि यो राज्यको राजा प्रभाकर्णलाई बनाइनेछ। म राज्यको लागि प्राण त्याग्न पनि तयार छु। 8वटा ग्रहहरू आज एक रेखामा छन्। 400 वर्षमा एकचोटि आउने वर्ष हो यो कुनै हुन गइरहेको ठुलो अनर्थको संकेत हो। महाराज, बघिराले 10,000 सैनिकको साथमा हाम्रो राज्यमाथि आक्रमण गरेको छ। आक्रमण! प्रभाकर्ण, आज यी काला बादलहरूलाई घमण्ड छ कि यिनीहरूले तेरो जिन्दगी खान पाए। यिनीहरूलाई थाहा छैन कि त एउटा जलिरहेको सूर्यको ताप होस्, जसलाई आज चाहिँ डुब्नु पर्यो। तर एक न एक दिन आफ्नो कर्तव्य पुरा गर्नलाई र धर्मको रक्षा गर्नलाई त त्यो कालो अँध्यारो बादललाई चिनेर पक्कै आउनेछस्। तँलाई आउनै पर्छ कर्ण। क्षण भी है तू ही समय भी है, सृष्टि भी तू ही प्रलय भी है। हजुर, गङ्गु नभन्नु न भने है। गङ्गाधर, विद्याधर, मायाधर, मोहनलाल शास्त्री 5 जनाको नाम मलाई राखिदिनु भा। त्यसमा चाहिँ गङ्गु भनेर बोलाउँदा पनि के धुनमा नाम राखेर यार। यस्तो नभन्न, तेरो नामको केही ठुलै अर्थ होला नि। छा एउटा छैन, 5-5वटा अर्थ छ मेरो नामको। ल म गएँ अब सोलो ट्रिपमा मेरो। होइन नजा, केही भइहाल्यो भने के गर्छस्? बचाउनलाई कोही छँदा पनि छैन त्यहाँ। तपाईँ धेरै नै टेन्सन लिनुहुन्छ क्या। म त्यही शिवपुरीसम्म त जान लाग्यो भने बेलुकासम्म आइहाल्छु नि। ल मलाई भात कस्किन आउँछु छिटो। खोइ मासु जित्दै म र जति बेला नि मासु खोज्छ। छैन आज मासु पक दाल दिन्छु। मासु बिनाको भात मलाई सराद देखा जस्तो लाग्छ। के गरे कस्तो त्यत्तिकै टी सर्ट हेर्नु पर्यो नि अब। ल राम्रोसँग हात चलाऊ। यो ह्यामर बनिसकेपछि त रातो डनलाई कसले रोक्न सक्छ र? ल तिम्रो सबजना 5 ग्राम एरुलियम निकाल। म तिमीहरू एकलाई 50-50 करोड दिन्छु तिमीहरूको लाइफ सेटल। ल बस त्यो शिवपुरी डाँडा छ त, त्यो शिवपुरी डाँडा पनि 500 ग्राम जति एरुलियम छ भन्ने कुराको खबर मैले पाएको छु भर्खर। 500 ग्राम? यसमा त मेरो पुरा लाइफ नै सेटल हुन्छ। ल शिवपुरी नेसनल पार्कले सबजना निक्लेर कामलाई छोडिदिउँ, शिवपुरीतिर हिँड्नु सब फट।
ल मगाई like a soldier. किसी की मुस्कुराहटों पे हो निसार, किसी का दर्द मिल सके तो ले उधार, किसी के वास्ते हो तेरे दिल में प्यार, जीना इसी का नाम है। किसी की मुस्कुराहटों पे हो निसार, किसी का दर्द मिल सके तो ले उधार, किसी के वास्ते हो तेरे दिल में प्यार, जीना इसी का नाम है। यिनीहरू त यहाँ केही कुराको स्मग्लिङ गर्दैछन्। उसो गरिन्छ र पुलिसलाई इन्फर्म गरिदिन्छु। नेटवर्क छैन। तिमीहरू काम गर्दै गर, म धार समय की त को हो म चिन्दिन, तर तैँले यहाँ आएर तैँले आफ्नो जिन्दगीको सबैभन्दा ठुलो गल्ती गरिस्। किन अब गल्ती गरेर तेरो जिन्दगी नै हुने। विशाल नगर पासा श्रीमान, एक हप्ताभित्रमा त्यो राज्यमा हाम्रो झन्डा फडफडाइरहेको हुनु पर्यो। एक हप्ता त टाढाको कुरा हो श्रीमान। तपाईँ भन्नुहुन्छ भने 2 दिनमा त्यो राज्यमा झन्डा गाडिदिन्छु। होइन पासा, यो सोच गलत हो। यो राज्य अहिलेसम्म कोहीसँग पनि हारेको छैन। पहिला यो राज्यभित्र नै आन्तरिक द्वन्द्व हुन दिनु, त्यसपछि हामीले यो राज्यमाथि आक्रमण गर्दा राम्रो होला। आन्तरिक द्वन्द्व मतलब विशाल नगर एउटा विशाल र समृद्ध राज्य हो। यो राज्यको राजाका 2 सन्तान छन्, प्रभाकर्ण र झिगुरदेव। प्रभाकर्ण चाहिँ राजा बन्ने योग्य पनि छ, राज्यको लोभ पनि केही पनि गर्दैन, विभिन्न युद्ध नीतिहरू पनि जान्छ। तर झिगुरदेव चाहिँ राज्यको लोभी हो। युद्धको नीति त जान्छ तर त्यसको योग्य छैन। त्यो जसरी होस् राजगद्दी आफ्नो हातमा ल्याएर यो राज्यको राजा बन्न चाहन्छ। यसरी आन्तरिक द्वन्द्व हुने सम्भावना देखिरहेको छ। अब भोलि प्रभाकर्णको राज्य अभिषेक हुनेवाला छ र ऊ राजा बन्नेवाला छ। त्यो देखेर झिगुरदेवलाई पक्कै मन दुख्छ होला र भित्रभित्र आन्तरिक द्वन्द्व हुने सम्भावना देखिरहेको छ त्यसमा। त्यही बेलामा हामीले त्यो राज्यमाथि आक्रमण गर्नुपर्छ।
त्यतिन्जेल यो तलवारले केही गर्नु पर्दैन। त्यतिन्जेल कुरा राजाको जेठो सन्तान नहुनु पनि कस्तो अभाग्य हो यो। त्यस्तालाई राजा बनाइरहनु, बरु त्यसलाई राजा बनाउनु सट्टा मलाई राजा बनाए हुन्थ्यो। म त पुरै परिवारलाई धनी बनाइदिन्छु। म प्रभाकर्ण आज यस ईश्वरलाई साक्षी मानेर यो प्रण लिन्छु कि म जहिले राज्यको प्रति वफादार रहन्छु र राज्यको हितको लागि मात्र सोच्छु। म राज्यको लागि प्राण त्याग्न पनि तयार छु। म यो ईश्वरलाई मानेर यो शपथ लिन चाहन्छु। आठैवटा ग्रहहरू आज एक रेखामा छन्। त्यहीमाथि आज चन्द्र ग्रहण पनि लाग्न लागेको छ। 400 वर्षमा एकचोटि आउने वर्ष हो यो। यो कुनै हुन गइरहेको ठुलो अनर्थको सङ्केत हो। महाराज बगिराले 10,000 सैनिकको साथमा हाम्रो राज्यमाथि आक्रमण गरेको छ। शिव शिव शिव, सबैलाई अहिलेको अहिले नै युद्धको लागि सतर्क पारिदिनु र मेरो भाइ झिगुर देवलाई पनि यसको खबर पठाइदिनु। हुन्छ हुन्छ। गुरुदेव तयार छौ नि यिनीहरूलाई मार्नको लागि? म तयार छु। आक्रमण! यो झिगुरदेवको छेउमा लडाई गर्ने मान्छे नै प्रभाकर्ण होइन त बासा? झिगुरदेव भाइ, सबजनालाई मारिदियो देखिस् हामीले। होइन भ्राता, अझै एकजना बाँकी छ। बच्चा को? बच्चा हे राम, कहिले आन्तरिक द्वन्द्व नहारे सैनिक आज आफ्नै भाइबाट मर्यो। यस्तो हुँदो रहेछ राजनीति। आज थाहा भयो, जहाँ पस पाउनको लागि एउटा भाइले आफ्नो दाइलाई पनि मारिदिँदो रहेछ। म राजा, म राजा। गुरुजी, के भयो राते? किन आत्या? त्यो
त्यो एरोलियमको माइनिङ गरिरहेको बेलामा एउटा मान्छेले मलाई देख्यो अनि मैले त्यसलाई हान्न गएको बेला के एउटा अचानक के रेजहरू निक्लेर आयो मलाई हान्यो यार त्यो मेरो यस्तो भयङ्कर ह्यामर पनि कता कता गयो फ्यालिदियो त्यो मान्छेले बल्ल तल्ल बचाएर लिएर आएको त्यस्तो बल्ल तल्ल बनाएको ह्यामरले पं 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 पापनाशं प्रणमत सततं भैरवं क्षेत्रपालम् रं 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 रक्तवर्णं कटिकटिकतनुं तीक्ष्णदं ओ माई गॉड मतलब पहिलाको जन्ममा त्यो मान्छे मेरो भाइ थियो र मैले राजगद्दी पाउनको लागि त्यो मान्छेलाई मार्थे र त्यो मान्छेलाई बचाउ त्यो मान्छे चाहिँ के त्यो रक्षास्त्रको योग्य थियो अनि त्यो रियलमै अनि त्यो रक्षास्त्रले पनि त्यसलाई बचाउन सकेन अनि अहिले त्यही रक्षास्त्र एक्टिभेट भएर मलाई हानेको मतलब पहिलाको जन्ममा तैँले त्यसलाई मारेको थिइस् त्यो मान्छे पहिलाको जन्ममा रक्षास्त्रको एक टुक्राको मालिक हुनेवाला थियो तर तैँले त्यसलाई मारेको कारणले प्रकृतिको नियम भङ्ग भयो त्यही भएर अब यो जन्ममा त्यसले तँलाई मार्नेवाला छ र पहिलाको जन्ममा गरेको तैँले गल्तीको सजाय यो जन्ममा तैँले पाउनेवाला छस् एक मिनट यो रक्षास्त्र भनेको चाहिँ के हो हाम्रो जस्तै देखिने धेरै नै ब्रह्माण्डहरू छन् त्यस्तै अर्को एउटा ब्रह्माण्ड हाम्रो ब्रह्माण्डको छेउमा छ र त्यो ब्रह्माण्डमा पनि हाम्रो जस्तै एउटा पृथ्वी छ त्यो ब्रह्माण्डमा पनि हाम्रो जस्तै नेपाल भन्ने देश छ त्यो ब्रह्माण्डमा त जस्तै कुनै रातो डन होला तर त्यस्तो सक्सेसफुल नभएको हुन सक्छ अब त्यो ब्रह्माण्डको पृथ्वीको रक्षाको लागि प्रकृतिले रक्षास्त्र भन्ने एउटा अस्त्र बनाए जसको 4 टुक्रा पारिन् जसले गर्दा त्यो अस्त्रको गलत प्रयोग नहोस् तर चारैवटा टुक्रा त्यही पृथ्वीमा रह्यो भने त्यो पृथ्वीको कुनै व्यक्तिले 4वटा टुक्रा अपनाएर केही गलत प्रयोग गर्न सक्छ भनेर प्रकृतिले 4 टुक्रा मध्ये एक टुक्रा चाहिँ हाम्रो पृथ्वीमा राख्ने निदो गरिन् र त्यो टुक्रा त्यसले पाउँछ जोमा योग्यता छ बुझिस् अनि पहिलाको जन्ममा प्रभाव कर्णले चाहिँ योग्यता पाएको थियो तर उसले त्यो रक्षास्त्रको टुक्रा पाउनु भन्दा अगाडि नै तैँले उसलाई मार्दिस् त्यही भएर ऊ रक्षास्त्रको मालिक बन्न पाएन त्यही भएर अब यो जन्ममा प्रकृतिले फेरि त्यही घटना सृजना गराउन खोजेर त्यहीँनिर त्यसको र तेरो मिलन गराएर त्यो रक्षास्त्र त्यसलाई दिन हस्तान्तरण गराउनको लागि एउटा के भन्नु प्लान रचेका थिइन् र त्यो प्लान सफल भयो त्यसले त्यो रक्षास्त्रको टुक्रा पाइसक्यो ओहो भन्छ त्यो मान्छेलाई पनि थाहा भइसक्यो के अरे त्यो गङ्गाधर मैले भर पत्ता त्यो गङ्गाधर भन्ने मान्छेलाई पनि थाहा भइसक्यो आफ्नो पहिलाको जन्मको बारेमा आहा मात्रै हो र त्योमा त अहिले यस्तो भयङ्कर सुपर पावर छ कि त सोध्न नै सक्दिनस् अहिले एक हिसाबले त हाम्रो ब्रह्माण्डको पृथ्वीको सबैभन्दा बुद्धिमान प्राणी भन्दा पनि हुन्छ त्यसलाई अहिले यति धेरै ज्ञान आइसकेको छ त्योसँग पक्कै पनि 6औं सेन्स डेभलप भइसकेको छ त्योसँग अब रक्षास्त्रमा यस्तो क्षमता छ कि रक्षास्त्रलाई तँमा यदि योग्यता छ र तैँले रक्षास्त्रलाई छोइस् भने सबै ज्ञान तँमा ट्रान्सफर भएर आउँछ त्यसले त्यो रक्षास्त्रलाई छोएर छुने बित्तिकै त्यसलाई पहिलाको जन्मको कुरादेखि लिएर अहिलेको जन्ममा हुने सबै चाहिने ज्ञानदेखि लिएर सबै कुरा ट्रान्सफर भएर आइसकेको छ र यो त्यो गङ्गाधर भन्ने अहिलेको मान्छे अहिले पुरै त्यो उसको ज्ञानको मालिक भइसकेको छ र पावरफुल पनि भइसकेको छ ओहो भन्छ त्यसो गर्छु म यो एरोलियमको खुदाई यो शिवपुरी डाँडाबाट रोकाइदिन्छु बरु म मुस्ताङमा गएर त्यो खुदाई गर्छु किनभने मुस्ताङमा पनि अलिअलि एरोलियम पाइन्छ भन्ने खबर छ क्या अलिकति पाएको त्यही गएर बरु गर्छु यार शिवपुरीको रोकाइदिनु पर्यो जे गर्छ गर तर यहाँबाट चाहिँ जा यसो गर्नु गुरुजी तपाईँ मलाई अर्को युनिभर्सको त्यो पृथ्वीमा पुर्याइदिनु त्यो 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 युनिभर्सको त्यो पृथ्वीको मुस्ताङतिर पठाइदिनु मलाई 2076-77 साल जुनमा भए पनि एउटामा पुर्याइदिनु सक्नुहुन्छ नि तपाईँ गर्न म सक्न त सक्छु स्पेस टाइममा सानो लुप होल क्रिएट गरेर गर्न त सक्छु नगर्ने होइन नसक्ने होइन मैले पनि साइन्सबाट पिएचडी गरिसकेको छु तर एउटा कुरा याद राख अगर तैँले त्यस्तो गरिस् भने कहिले पनि यो पृथ्वीमा फर्केर आउन सक्दिनस् त ए हुन्छ हुन्छ ज्यान बचे पुरै गरे बाँकी त्यो एरोलियम र मेरो आर्मी त त्यही हो नि होइन त्यो पृथ्वीमा पनि त्यो सब त त्यही हुन्छ तर मेरो कुरा मान्छस् भने यो सब गर्नु चाहिँ अर्थहीन हो किनभने विधिको विधानमा लेखेको कुरा कसैले पनि बचाउन सक्दैन यदि तेरो मृत्यु त्यसको हातबाट लेखेको छ भने त्यो भएरै छाड्छ आज नभए भोलि तर त्यो भएरै छाड्छ त्यसो भन्दैमा जान पनि नबचाउनु भने आफ्नो अब ए के हुँदैन जे हुन्छ हुन्छ म अर्को पृथ्वीमा जाने हो त्यो मतलब रक्षास्त्रको 4 टुक्रा मध्ये एक टुक्रा थियो ए मेरो 6th सेन्स अब जागृत भइसकेको छ र अब मेरो 6th सेन्सले भन्छ कि भविष्यमा मैले एउटा ज्याकेट पनि पाउन गइरहेको छु जसले भयङ्करदेखि भयङ्कर पावर्सहरू रोक्न सक्छ मैले त्यो ज्याकेटको पनि रक्षा गर्नुपर्ने हुन्छ र
रातो डन सायद अब अर्को पृथ्वीमा भागेर जान लागिरहेको छ। अहिले म त्यसलाई केही गर्दैन, मेरो सिक्स सेन्सले त्यसलाई अहिले नमार भनेर भन्छ। रक्षास्त्रको यो एक टुक्राको रक्षा गर्ने मेरो कर्तव्य भइसकेको छ। अब रातो डन अर्को पृथ्वीमा भागेर गइसकेपछि मेरो सिक्स सेन्सले अर्को पृथ्वीमा 4 जना रक्षास्त्रको अरू रक्षकहरू छन् म बाहेक, म सहितको भनेर भन्छ। पृथ्वीमा 3टा छन् अर्को पृथ्वीमा, त्यसमध्ये एक रक्षास्त्रको रक्षक नील रङ्गी थापालाई म रक्षास्त्र चोर्ने कार्य रोक्ने भनेर भन्छु, अथवा भनौँ रातो डनलाई मुस्ताङमा गएर समाउने भनेर भनिदिन्छु म नील रङ्गी थापालाई। अनि नील रङ्गी थापाले मुस्ताङमा गएर रातो डनलाई समाउँछ। त्यो सब त ठिकै छ, बाँकी मेरो कैयौँ जन्म भइसकेको रहेछ भन्ने कुरा अब मलाई आभास हुँदैछ। मेरो पहिलो जन्म प्रभाकर्णको रूपमा भयो, दोस्रो जन्म शिपलवर्धनको रूपमा भयो, अनि त्यसै गरी गर्दै गयो। एक मिनट, मैले यदि सबै जन्ममा भएको मेरो नामलाई कम्बाइन गरेँ भने हुन्छ प्रभाकर्ण, शिपलवर्धन, अट्टपट्टु, जयसूर्य, लक्ष्मण, शिव रामकृष्ण, शिव वेङ्कटा, राजशेखर, श्रीनिवास, तिर्चिपल्ली, यज्ञपरमपीर, परमधुर, चिन्नस्वामी, मुद्दुस्वामी, वेणुगोपाल अय्यर उर्फ अहिलेको जन्मको गङ्गाधर विद्याधर मायाधर मोहनलाल शास्त्री। बास, अबदेखि मेरो नाम यही हुनेवाला छ र अब म यो रक्षास्त्रको रक्षा गर्छु र भविष्यमा जुन कार्य हुन गइरहेको छ त्यसको प्रतीक्षा गर्छु। जय रक्षास्त्र। आजभन्दा लगभग 7,500 वर्ष अगाडि भएको थियो विश्वको सबैभन्दा भयङ्कर विश्वयुद्ध महाभारत, जसमा लाखौँ लाख मान्छेहरू मरेका थिए। युद्ध थियो धर्म र अधर्मको बीचको, युद्ध थियो भगवान श्रीकृष्णको लीला। युद्धको परिणाम निक्लेर आयो पाण्डवहरूको विजयसँग। तर धेरै ऋषिमुनिहरूलाई यो कुरामा चिन्तित पारिदियो कि भविष्यमा यस्तै युद्ध फेरि भयो भने के साँच्चीमै धर्मको विजय हुन्छ त? यही डरले सताइरहेको थियो त्यो बेलाको एक महान ऋषिमुनि भट्टाचार्यलाई। त्यही भएर उनले 27 वर्ष तपस्या गरेर एउटा रुद्राक्षको आविष्कार गर्ने निर्णय गरे, जसले विश्वको सबैभन्दा शक्तिशाली ब्रह्मास्त्रको पनि प्रहार रोक्न सकोस्। वर्षौंको तपस्यापछि अन्तिममा उनले त्यो रुद्राक्ष बनाउने तरिका पत्ता लाए र उनले त्यो रुद्राक्ष बनाए। व्यापकं ब्रह्मवेद स्वरूपम् निजं निर्गुणं निर्विकल्पं निरीहम्। जब भट्टाचार्य ऋषिलाई त्यो रुद्राक्षको शक्तिको बारेमा पत्ता लाग्यो, तब रुद्राक्षको रक्षाको लागि विभिन्न समयमा धरतीमा अवतारहरू पठाइरहन्थे। अवतार मनुष्यको रूपमा रहिरहन्थे र रुद्राक्षको रक्षा गर्थे। मूलम तुरीयम गिरा ज्ञान गोती दमेशम गिरीशम करालम महाकाल कालम कृपालम गुणागार संसार पारम नतोलम। तुषाराद्रिसंकाश गौरम गभीरम मनोभूत कोटि प्रभाश्री शरीरम। कल्लोलिनी चारुगंगा लसत्फाल बालेन्दु कंठे भुरंगा। जलत्कुण्डलं भ्रूसुनेत्रं विशालं प्रसन्नाननं नीलकण्ठं दयालम्। रुद्राक्ष जे हात लाउन चाहन्थे त्यो आयो। त्यो रुद्राक्षलाई हात मात्रै लगाइसक्नु पनि त्यो टुक्रा टुक्रा पार्छ। आकाश गुरागाई हो मेरो नाम, मर्डर गर्ने हो मेरो काम। तँलाई थाहा छैन म के गर्न सक्छु? चुलाएर गइहाल त बच्छ। मुसा भएर बाघलाई चुनौती, आकाशे चोर।
त्यसो हो भने म म सक्दिनँ म हार मान्छु म जान्छु मैले रुद्राक्षको पार बुझेँ यो रुद्राक्षको रक्षा गर्ने मेरो कर्तव्य हो र म यसको रक्षा गर्नको लागि जे पनि गर्न सक्छु धर्मको रक्षा गर्नको लागि यो रुद्राक्ष भविष्यमा काम लाग्छ त्यसैले यसलाई एउटा सही ठाउँमा राख्नुपर्छ ऋषि भट्टाचार्यले बनाए रुद्राक्ष समाजको हितको लागि। त्यही अर्को एकजना ऋषि मुनि थिए, ऋषि शुक्राचार्य, जसको घाँटीमा पहिलेदेखि एउटा रुद्राक्ष थियो। त्यो रुद्राक्ष महाभारतको युद्धपछि शुक्राचार्यले कैलाश पर्वतमा एक ठाउँमा गएर लुकाइदिए, जसले गर्दा यो रुद्राक्षको गलत प्रयोग नहोस् भनेर। शुक्राचार्यले बनाएको क्रमशः रुद्राक्ष एक दिन एउटा नेपालीको हात लाग्छ कैलाश पर्वतबाट र नेपालको एउटा ठुलो म्युजियममा लाएर त्यो रुद्राक्षलाई राखिन्छ। त्यही अर्कोपट्टि डुमडुम नाम गरेको एउटा मान्छे जो एउटा गरिब परिवारमा हुर्केको थियो, जसको सपना मर्नुभन्दा अगाडि दुनियाँको सबसे धनी व्यक्ति बनेर मर्ने थियो, ऊ अमेरिकाको जेलबाट फरार भएर नेपाल फर्किएको छ। हे बालक, यता आइज। भविष्यमा जुन युद्ध हुन गइरहेको छ त्यसमा तेरो ठुलो योगदान हुनेवाला छ। त्यही भएर मैले आधा जिन्दगी तपस्या गरेर एउटा किताब प्राप्त गरेको छु। यो किताब म तँलाई हस्तान्तरण गर्छु। भविष्यमा जुन युद्ध हुन गइरहेको छ तेरो योगदानको लागि म राम्रो कामना गर्छु। म भन्न सक्दिनँ के हुन गइरहेको छ। त्यो किताबमा अपार शक्ति थियो र अपार शक्ति सिकाउने सूत्रहरू थियो। त्यो शक्ति प्रयोग गरेर डुमडुमले त्यो रुद्राक्षलाई चोरी गर्यो जो शुक्राचार्यले म्युजियममा पुर्याएका थिए। एकछिन, रुद्राक्षमा त टेलिपोर्टेसनको पावर छ त। गंगाधर हो मेरो नाम। रक्षास्त्रको रक्षा गर्ने हो मेरो काम। किन अब मलाई मेरो सिक्स्थ सेन्सले यहाँ आइजो भनेर भन्यो? किन आखिर मैले युनिभर्समा आएँ? केही जरुरत थियो कि? पक्कै केही घटना घट्न लागिरहेको छ संसारमा, त्यसको लागि मलाई यहाँ अहिले आउनु आवश्यक थियो। तर किन? गंगाधर क्रमशः रुद्राक्ष यस्तो भयङ्कर हतियारको वार रोक्न सक्ने ज्याकेट मसँग आइछ। अब आउँछ मजा।
शिट गंगाधरजी गंगाधरजी तपाईको ज्याकेट पनि चोरेर ल यार को थियो त्यो को थियो र अब मिस्टर डुमडुमसँग क्रमशः रुद्राक्ष जस्तो पनि वार रोक्न सक्ने ज्याकेट रक्षास्त्रको 4 टुक्रा मध्ये एक मुक्तिनाथ अस्त्र र त्यो अस्त्रको सबै ज्ञान हुने किताब सबै प्राप्त भइसकेको छ। द ओन्ली थिङ द्याट इज लेफ्ट इज वार। Now I am become death, the destroyer of worlds. लास्ट वार्निङ दिइरहेको छु, त्यो घडी मलाई दे र गइहाल। तँलाई थाहा छैन म के गर्न सक्छु भनेर। तँलाई छोडिदिइरहेको छु, जा। त्यसो हो भने मर। नमस्कार, मेरो नाम हो नीलो चोर। चोर किन भन्दाखेरि म पहिला चोरी गर्थेँ, अहिले देशको रक्षा गर्छु। र नीलो किन भन्दाखेरि मेरो फेभरेट कलर नीलो हो होइन। अनि आजभन्दा लगभग 3 वर्ष जति अगाडि साल 2075 सालमा मैले जङ्गलको बिचमा एउटा मोबाइल भेटाएको थिएँ। त्यो मोबाइलको मद्दतले विभिन्न पावर्सहरू आउन सक्छ म भेगामा। मैले एउटा डिभाइस बनाएर मोबाइलको सबै शक्ति त्यो डिभाइसमा ट्रान्सफर गरिदिएँ। अब त्यो डिभाइसको मद्दतले म विभिन्न कामहरू गर्न सक्छु। मसँग पृथ्वीलाई नष्ट पार्ने अस्त्रको 4 टुक्रा मध्ये एउटा टुक्रा पनि छ। यो डिभाइसको मद्दतले म विभिन्न खालको सुपर पावरवाला काम गर्न सक्छु, जस्तो लेजर फ्याक्नु भयो, जति बेला जहाँ पनि बिजुली चम्काउन सक्ने भयो। यो मोबाइलको मद्दतले ममा यति ठुलो सुपर पावर आयो कि म जतिसुकै माथिको हाइटबाट झरे पनि मलाई केही पनि नहुने भयो क्या। अनि फाइनल सुपर पावरको कुरा गर्नु पर्दा म जुन पनि कुरामा इजिली फोकस गर्न सक्ने भएँ। मतलब मेरो निशाना अब कहिले चुक्दैन।